ओके बाई, टेक केयर, गुड नाइट, गुड नाइट। फार्मेसीमा नाम रजिस्टर गरेको सम्पूर्ण अगाडि आइदिनु हार्दिक अनुरोध गर्दछु। हाम्रो मिस्टर एन्ड मिस फार्मेसीमा नाम रजिस्टर गर्नुभएको दिपेश यादव अगाडि आइदिनु होला। समीर हुसैन, युवराज सिंह, विज्ञान पौडेल, प्रमाण चौधरी, केशव अर्याल, सरोज आसामी। सरोज आसामी साथै बहिनीहरू आरती यादव, विपना शेर्पा, सविता परियार, सुरक्षा केसी, नन्दनी शाह, प्रतीक्षा शाह अगाडि आइदिनु हार्दिक अनुरोध गर्दछु। हाम्रो चारवटा राउन्ड छ, सबैजनाले यता सुन्नु होला। हाम्रो चारवटा राउन्ड हुन्छ, जसमा पहिलो छ इन्ट्रोडक्सन राउन्ड, त्यसको 10 मार्क्स छ। सरोज आसामी भाइको नाम पनि रजिस्टर छ, अगाडि आऊ। ट्यालेन्ट राउन्ड छ, जसको लागि 20 मार्क्स छुट्याइएको छ। र्याम्प राउन्ड, त्यसको लागि 10 मार्क्स, प्लस क्वेसन एन्सर राउन्ड, त्यसको लागि 10 मार्क्स, टोटल 50 मार्क्स रहेको छ। अमित कुमार चौधरी, प्रेसिडेंट एंड फर्स्ट मिस्टर फार्मेसी 2079, रविन्द्र चौधरी, इमीडिएट पास्ट प्रेसिडेंट। नाम रजिस्टर गर्नुभएको सम्पूर्ण भाइ बहिनीहरूलाई म अगाडि बोलाउन चाहन्छु। म हाम्रो फर्स्ट राउन्ड स्टार्ट गर्न चाहन्छु। हाम्रो फर्स्ट राउन्ड छ इन्ट्रोडक्सन राउन्ड, जसमा आफ्नो भाषामा आफूले जुनमा कम्फर्टेबल हुन्छ, इङ्ग्लिस, नेपाली या आफ्नो भाषामा आफ्नो इन्ट्रोडक्सन दिनु। नमस्ते सबैजनालाई, मेरो नाम दिपेश कुमार यादव, बी फार्मेसी 24 ब्याचबाट। म चाहिँ बिरगंजबाट छु। फर्स्ट अफ अल म चाहिँ हाम्रो अमित कुमार चौधरी दाईलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो लागि यति राम्रो प्रोग्राम आयोजन गरिदिनुको लागि धेरै धेरै धन्यवाद छ दाई। म चाहिँ बी फार्मेसी 24बाट हो, मेरो घर चाहिँ बिरगंज हो। धन्यवाद। नमस्ते साथीहरू, दादा दिदी, भाइ बहिनीहरू। मेरो नाम मोहम्मद सलीम हुसैन, म धनसा जिल्ला जनकपुरबाट आयोजन 23 ब्याच बी फार्मेसी। सबैलाई नमस्कार, मेरो नाम चाहिँ केशव राजयाल हो, मेरो घर चाहिँ बुटवल हो, म बी फार्मेसी 2nd इयरबाट हो। यस टिभीले चाहिँ यो सम्वर्धनम 2081 यो कार्यक्रम आयोजना गर्नु भनेको यो हामी सबैमा एउटा गर्वको कुरा हो। र आगामी वर्षहरूमा यो कार्यक्रम हुँदै जाओस् भन्ने मेरो आशा छ। र यो आयोजकलाई चाहिँ मैले धेरै 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 धन्यवाद दिन चाहन्छु। धन्यवाद। सबैजनालाई नमस्कार, मेरो नाम प्रमोद चौधरी, 22औं युगले सञ्चालन गरेको विदाई तथा स्वागत कार्यक्रम गर्नुभएकोमा 22औं युगलाई धन्यवाद दिन चाहन्छु सुरुमा। अनि उपस्थित हुनुभएको सबैजनालाई पनि धन्यवाद दिँदै हस्। नमस्ते सबैलाई, मेरो नाम विज्ञान पौडेल, म चाहिँ आइएम 25 ब्याच बी फार्मेसी। फर्स्ट सबैभन्दा सुरुमा चाहिँ म एम्फेसिस 22nd ब्याचलाई चाहिँ 22nd इबीलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो घर चाहिँ बेली हो। थ्याङ्क यू। हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ विपना शेर्पा र म चाहिँ बी फार्मेसी फर्स्ट इयरबाट र यहाँ हुन गइरहेको मिस्टर एन्ड मिसेस फार्मेसीमा अर्गनाइज होल टिमप्रति नै आभारी छु कि मलाई पार्टिसिपेट हुने मौका दिनुभएकोमा। थ्याङ्क यू। नमस्कार एभ्रिवान, मेरो नाम चाहिँ सविता परियार हो र म चाहिँ धनुषाबाट हो। म चाहिँ यो 25th ब्याच बी फार्मेसीको फर्स्ट इयरबाट हो। र सर्वप्रथम
म दाइहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि हामीलाई यो प्रोग्राम अर्गनाइज गरिदिनु भयो र हामीलाई एकदम इम्पोर्टेन्स दिनुभयो होइन त्यसको लागि धन्यवाद दिन चाहन्छु Also, सबैजनालाई मेरो नाम सुरक्षा केसी बिफार्म फर्स्ट इयर आइएम क्लास थ्याङ्क यू रहेको छ जुन चाहिँ ट्यालेन्ट राउन्ड हो जसमा आफ्नो जुन ट्यालेन्ट छ त्यो देखाउँदा हुन्छ डान्स सिङ्गिङ पोएट्री ट्यालेन्ट राउन्डमा चाहिँ 20 मार्क्स हो है नमस्ते सबैजनालाई म चाहिँ आफ्नो ट्यालेन्ट राउन्डमा एउटा कविता लेखेर आएको छु यो कविता चाहिँ हिन्दीमा छ त्यही भएर ध्यान दिएर सुनिदिनु होला सुरु गरेँ है त मुझे यकीन था बहुत सारे लोगों पर लेकिन अब किसी पे विश्वास नहीं होता जिस हालात से मैं गुजरा हूँ यकीन मानो हंसकर बातें करने वाला भी सच्चा यार नहीं होता आज भी पहले वाले ही है फर्क सिर्फ इतना है कि अब इन चमकते हुए चेहरों से कभी प्यार नहीं होता मेरा मन तो नहीं था लेकिन तुम्हारे बुलाने पे मैं फिर भी आया था तुम्हारी परवाह करने के खातिर खुद को ही अपनी नजरों से कई बार गिराया था तुम्हारी सारी यादों को हमेशा अपने सीने से लगा के रखूंगा इतना नजरअंदाज किया है तुमने मुझे कि आज अगर तुम मिल भी जाओ फिर भी मैं तुम्हें पलट के नहीं देखूंगा जो तुम्हारी परवाह करे उसे खोना नहीं होता किसी के चले जाने से कभी रोना नहीं होता इंसान को भावनाओं की कदर होनी चाहिए हर किसी का दिल खिलौना नहीं होता मुझे लगता था कोई है जो मुझे समझती है फिर याद आया कि खुली आंखों से देखा हुआ सपना कभी सलोना नहीं होता तुम मनाती तो मैं मान जाता क्या है तुम्हारे दिल में ये सारी बातें जान जाता कितनी प्यारी है तुम्हारी आंखें मैं तो इनमें ही समा जाता ये जानने की बात कि मैं क्या महसूस करता हूँ इतना यकीन तो है कि तुम भी चैन से नहीं सोती माफ करना अगर हम तुम्हें बुरे लगने लगे हो तो ये एक तरफा दोस्ती और मतलब की बातें अब हमसे नहीं होती कभी कभी मैं सोचता हूँ कि चुप रहना ही अच्छा होता क्यों करता हूँ मैं पत्थर दिल इंसान के आगे शोर मेरा दिमाग मुझसे कहता है कि वो तुझे पसंद नहीं करती तू कर थोड़ा खुद के ऊपर गौर इतना जलील होने के बाद भी ये दिल है कि मारता नहीं हर रोज मुझसे कहता है चलो बेटे बस एक बार हो यो लाइन से ध्यान में सुनने वाला कभी किसी को नीचा दिखा के हंसना नहीं चाहिए हमारी हंसी किसी के लिए डूबती हुई कश्ती भी हो सकती है मेरी गुजारिश है सभी लड़कों से कि किसी के पीछे दूसरा पागल मत होना तुम्हारे फीलिंग्स तुम्हारे एफर्ट किसी के लिए टाइम पास और मस्ती भी हो सकती है मैंने तो बचपन से यही सुना था कि मोहब्बत बहुत अनमोल होती है उसके जाने के बाद पता चला कि ये किसी के लिए इतनी सस्ती भी हो सकती है म एउटा कुरा मेन्सन गर्दैछु यो ट्यालेन्ट राउन्डको लागि चाहिँ 3 मिनेट टाइम हुन्छ ल 3 मिनेट्स ट्यालेन्ट राउन्ड मैले लिएर आएको सानो शायरी छ 36 की छाती 42 की माला 36 की छाती 42 की माला आपके मासूम चेहरे ने तो कटर कर डाला बेटा और आलू की पराठे टमाटर की चटनी आलू की पराठे टमाटर की चटनी तुम बताओ कब बनोगी मेरी पत्नी मेरो एक्स्ट्रा ट्यालेन्ट भनेको चाहिँ खास क्रिकेट खेल्ने हो फिल्डमा हो त्यही पनि अब मैले चाहिँ एउटा गीत गाइदिन्छु के हो तिम्रो नाम बहिनी परिगएका किन जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बलेर हट भएर ब्युटी भएर तिमी छुट्टी भएर हामी हेरेको हेरे धन्यवाद सबैजनालाई नमस्कार मेरो ट्यालेन्ट चाहिँ खासै त छैन त्यही माथि आफ्नो ट्यालेन्ट चाहिँ गाउँमा देखाउने ट्यालेन्ट छ मेरो जुन मेरो ट्यालेन्ट देख्नुहुन्छ नि त्यो ट्यालेन्ट आकर्षित हुन्छ क्या हजुरमा अब यता देखाउने ट्यालेन्ट भनेको
एउटा यस्तो ट्यालेन्ट छ, सबैजना हेर्न तयार हुनुहुन्छ? ल मेरो ट्यालेन्ट यस्तो छ, कोट खोलेर जुत्ता खोलेर देखाउन पर्छ है त। धैर्यताको साथ हिँडिदिनु होला। खुट्टा घुमाउँछ भने म एक हातको सहयोगले खुट्टा घुमाउँछु। म फेरि पनि आएँ होइन, मेरो ट्यालेन्ट चाहिँ केही छैन। अब डान्स अलिअलि गरी अहिले गरियो। योपालि चाहिँ म हल्का सानो कविता जस्तो भन्छु ल। कविताको नाम चाहिँ यादहरू छ। मेरै यादमा दिनहरू बित्दैछन् अचेल मेरा, दिनहरू बित्दैछन् अचेल मेरा, डुब्दै भिज्दै नै तिम्रो ख्यालमा, डुब्दै भिज्दै नै तिम्रो ख्यालमा। बाटो पर्दा हाम्रो सानो सहरको, बाटो पर्दा हाम्रो सानो सहरको, हेर्छु म ध्यानमा तिम्रो नै घरको। क्षितिजमा पुगेको त्यो रातो घाम, क्षितिजमा पुगेको त्यो रातो घाम, नडुब्दै हेरे जब तिम्रो मुहार, शब्दमा गाह्रो भयो व्यक्त गर्न, मुस्कान नै तिम्रो प्रमुख सिंगार। स्मरण छन् मलाई सबै तिम्रा ठट्टा, स्मरण छन् मलाई सबै तिम्रा ठट्टा, यादमा जिउँदा कुरा खट्टा मिठा, यादमा जिउँदा कुरा खट्टा मिठा। यात्रामा सिरानी मलाई तिम्रो कार, यात्रामा सिरानी मलाई तिम्रो कार, बाचा सहितको नछुटिने यो साथ। धन्यवाद। फेरि पनि नमस्ते। मेरो ट्यालेन्ट चाहिँ म डान्स गर्न गइरहेको छु।
चाहे पनि नबिजाउने देखिन्थ्यौ हुँदै छेडेर गयो कस्तो देखिँदै नदेखिने कारणले ढाकिएको रहेछौ साथ त जीवनभरिकै निभाउँछौ जस्तो लाग्थ्यो तर आहा जीविका नपाउँदै बिर्सो सरियाल से English woman God knows if those pretty eyes belong to the monster or the angel but those eyes solely to survive my wrecked soul oh to be devoured by those angelic eyes and them pretty eyes sorely hunted this corner of my soul. The demolition wave doesn't even sound foul. Quite innocent, I thought your eyes were just for all my powers to be possessed. Here I don't even have access to your thoughts, and you were ruling my entire world. I plead for the entitlement of the love that heart of yours yearned for. You were so unserious, so was I, but I really wanted to believe it when you said we were a perfect match for each other. You said you were mad that I didn't go with your friends. You're joking, obviously. It made my heart giggle like a baby if you were older to here. And trust me, I never wanted flowers from you. All I wanted was just you to be here. Thank you. थर्ड राउन्ड स्टार्ट हुन गइरहेको छ त्यो भनेको ऱ्याम्प वक राउन्ड हो सबैजना एकछिन यता आइदिनु होला पालै गर्दा आफ्नो टर्नमा चाहिँ यताबाट गएर त्यहाँ चाहिँ अलिक क्राउडेड जस्तो होला त्यसले ऱ्याम्प वक गर्न अलिक अप्ठ्यारो होला थ्याङ्क यू सिलसिला दिदी भएको छ यहाँ उपस्थित हुनुभएको सबै मिस्टर फार्मेसी र मिस फार्मेसीको लागि सबै कम्पिटिटरहरू एक आपसमा दावेदार हुनुहुन्छ दावेदार मध्ये को दावेदार भन्नेमा जजहरू मान्नुभएको हुन्छ र आफूभित्र पनि कन्फिडेन्ट हुनुपर्छ त्यसै गरी म एउटा दावेदार हो भन्नेमा मलाई पनि कन्फिडेन्ट छ जस्तै मैले आफ्नो ट्यालेन्ट देखाएँ जसमा त्यो ट्यालेन्ट कसैले गर्न सक्छ सक्दैन जस्तै मलाई लाग्दैन
पढेको मेन कारण चाहिँ के थियो, रुचि के थियो, फार्मेसी किन पढ्यो? थ्याङ्क यू फर द क्वेसन सिस्टर। फार्मेसी मेन पढ्नुको रिजन चाहिँ मेरो सिस्टर जुन हुनुहुन्छ उहाँ पनि फार्मेसी डिप्लोमा फार्मेसी पढ्नु भएको छ होइन। अनि उहाँले के फार्मेसी पढ्दैखेरिको उहाँले धेरै ठाउँमा ड्युटीहरू पनि गर्नुभयो, जब पनि गर्नुभयो होइन। र त्यो जब गरे बापत फार्मेसी कति इम्पोर्टेन्ट छ होइन। हामीले फार्मेसीलाई एकदम सानो तहदेखि धेरै माथि तहसम्म पनि लान सक्छौँ होइन। यहाँ के अरे फार्मेसी एउटा पसल दोकान खोल्ने मात्रै नभएर हामीले चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट इन्डस्ट्री गर्न सक्छौँ होइन। हामी डिफ्रेन्ट मतलब आउट कन्ट्रीहरूसँग हामीले कोल्याब गर्न सक्छौँ। कोल्याब गरेर हामीले नयाँ नयाँ प्रडक्टहरू निकाल्न सक्छौँ। इभन हामी रिसर्चमा पनि जान सक्छौँ। अनि मलाई चाहिँ के लाग्छ भनेदेखि रिसर्चमा जानु भनेको सानो कुरा होइन होइन, इट्स अ बिग थिङ्स होइन। अनि कतै गएर हामीले केही आफ्नो नयाँ क्रिएटिभिटी देखाउनु, केही कुरा नयाँ निकाल्नु भनेको इट्स अ बिग थिङ्स। सो यही कुराले म मोटिभेट भएर चाहिँ म फार्मेसी पढ्न आएको। मेरो क्वेसन चाहिँ सिम्पल छ। आजको प्रोग्राममा कतिजना गेस्ट आएको थिए त्यसको नम्बर र उहाँहरू आजको प्रोग्राममा कतिजना गेस्ट आएको थिए भन्नाले प्यानलिस्ट, त्यो प्यानलिस्ट कतिजना थिए त्यसको नम्बर र पछाडि नहेरिकन एटलिस्ट 5 जनाको नाम भन्दै एकछिन सोध्छु अनि मैले एन्सर गर्छु है त। प्यानलिस्ट हुनुहुन्थ्यो। अब उहाँहरूमध्ये 5 जनाको नाम चाहिँ मैले भन्ने प्रयास गर्छु। सुरुमा त हाम्रै कलेजकै एसोसिएट प्रोफेसर म्याम नयन मानन्द म्याम हुनुहुन्थ्यो। अनि एकजना सर चाहिँ प्रज्वल सर भन्ने हुनुहुन्थ्यो। उहाँ चाहिँ एज आई रिमेम्बर एनपिसीको चेयरपर्सन हुनुहुन्छ। एनपिएको चेयरपर्सन सर पनि आउनुभएको थियो। उहाँ चाहिँ फार्मेसी पढ्नेकै 26 वटा कलेज छ होइन। तिमीलाई किन लाग्छ यो 26 वटा मध्ये आइएम भनेको सबभन्दा बेस्ट कलेज हो? अब यहाँ चाहिँ 26 वटा कलेज छन्, ती मध्ये आइएम नै बेस्ट कलेज किन भने चाहिँ यो हाम्रो एउटा सेन्ट्रल कलेज भयो टियुको। अब टियुको सेन्ट्रल कलेज भयो। अनि यही चाहिँ अब टियुटिएस त्रिभुवन युनिभर्सिटी टिचिङ हस्टेल भएको कारणले गर्दाखेरि पनि यहाँ पेसेन्टको आउटफ्लो एकदमै धेरै छ, जसले गर्दा क्लिनिकल जो स्टुडेन्ट जो चाहिँ क्लिनिकल्ली आफूले आफ्नो करियर देख्छन् भने उनीहरूको लागि एउटा रिसर्चको बाटो चाहिँ एकदमै उत्कृष्ट बाटो छ। प्रिपेयर गरेर आउनु पर्छ क्या। फर्स्ट टाइम डान्स गरेको भनेको होइन, त्यस्तो राम्रो डान्स गर्यो। अनि फर्स्ट टाइम डान्स यहीँ आएर गरेको नि, कसले इन्करेज गर्यो? Thank you दिदी फर द वन्डरफुल क्वेसन। मैले चाहिँ होइन हिजो यहाँ डेकोरेसनको लागि आएको थिएँ। मेरो डान्स गर्ने इन्ट्रेस्ट चाहिँ थिएन, तर यहाँ चाहिँ बबिता दिदी, आकृति दिदी, हाम्रो क्लासको आरती, उनीहरूलाई हेरेर होइन मलाई पनि नाच्न मन लाग्यो। म घर गएँ, त्यसपछि गीत प्रिपेयर गरेँ। अनि आज बिहान प्रिपेयर गरेको हो, अनि हिजो राति पनि। अनि त्यहाँबाट चाहिँ मलाई नाच्न मन लाग्यो। अनि त्यही भएर म चाहिँ आज आफ्नै प्रोग्राम हो केही गरौँ भन्ने इच्छा मनबाटै थियो। त्यही भएर म चाहिँ आज फर्स्ट टाइम नाचेको यहाँ। तिम्रो जति पनि आजको पोइटहरू थियो नि सबैलाई या त लभको बारेमा या त ब्रेकअपको बारेमा तिम्रो जीवनमा के त्यस्तो घटना घटेको छ, या त लभ भएको छ या त ब्रेकअप भएको छ, यसको बारेमा भन्दै। थ्याङ्क यू दाइ फर द क्वेसन। म चाहिँ के भन्न चाहन्छु भने म मान्छे राम्रो छु, अरूलाई राम्रो लागेन भने त्यो मेरो गल्ती होइन। अब सानोदेखि नै होइन सबैको अब एट्याक हुने यताउति भइरहेको छ। मेरो पनि भएको थियो, बचपन का प्यार अहिलेसम्म भएको छैन।
तर त्यतिखेर चाहिँ मतलब आई वाज भेरी इन्ट्रेस्टेड बट आई डोन्ट फिल लाइक द्याट। त्यही भएर चाहिँ मैले होइन यो कविताहरू लेखेको हो र अर्को प्रोग्राममा योभन्दा पनि राम्रो लेख्छु। धन्यवाद। मेरो चाहिँ क्वेसन लाइक जब विद्यार्थीले प्रिपेयर गरिरहेको हुन्छ इन्ट्रान्स फेजमा के हुन्छ भने आइओएम यति राम्रो कलेज हो, महाराज मेडिकल क्याम्पस भन्नेकै नेपालको सबभन्दा बेस्ट कलेज हो होइन, तिम्रो एक्सपेक्टेसन कस्तो थियो र यहाँ आइसकेपछि लाइक के तिम्रो रियालिटी फेस गर्यो र यसैमा अर्को कुरा यहाँ आइसकेपछि तिमीले के नयाँ कुरा सिक्यौ? एकदमै बेग स्टार्टेज कलेज त्यहाँ गयो भनेपछि मेरो करियरमा पनि एकदम राम्रो टाइपको छ। अनि म फर्स्ट डे आउँदा चाहिँ आई डिन्ट नो कलेजहरू कसरी रेगुलेट हुन्छ त्योहरू सबैको बारेमा मलाई थाहा थिएन। आउँदा आई वाज एक्सपेक्टिङ एकदमै स्टडी क्लासेस बिहानबाट बेलुकासम्म एकदम बिजी स्टडी हुन्छ होला। म त पढ्दै मलाई त के अरे बाहिर साथीहरूसँग जाने जग्गाबाट टाइम त हुँदैन। अनि म डिप्लोमा ब्याकग्राउन्डबाट हो सो वर्क गर्ने चाहिँ सोचेको तर आइओएम भनेपछि अब स्टडी क्लासेस एभ्रिथिङ के अरे जब त भने मैले सोचेको पनि थिएन। आउँदा फर्स्ट डे म आएको थिएँ, आउने दिनमा चाहिँ मेरो ओरिएन्टेसन क्लास मिस भएको थियो। सो हाम्रो विन्टर भ्याकेसन चल्दो रहेछ मलाई थाहा थिएन। अनि क्लास थिएन, त्यसको 21 डेज पछि क्लास स्टार्ट भयो। क्लासमा आउँदा एउटा क्लास मात्रै भयो। अनि अब वेलकम टु आइएम पछि चाहिँ आई रियलाइज द्याट क्लासहरू यता सेड्युल चाहिँ नहुँदैछ, स्पेसली फार्माहरूको के अरे प्यारामेडिक्सहरूको। बट एक्सेप्ट द्याट अरूहरू एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू जुन फिल्डहरू हाम्रो अरू जुन अरू तिमीले डिप्लोमा ब्याकग्राउन्डबाट भन्यौ अनि आइएम चाहिँ तिम्रो ड्रिम्स नै थियो भन्नाले एक्सपेक्टेसन बेग्लै होला आइएमसँग। अनि रियालिटी र एक्सपेक्टेसनमा के फरक छ, तिमीले के कस्तो पायो त्यो चाहिँ कन्टिन्यू गर्न चाहन्छु। अफकोर्स के अरे एक्सपेक्टेसन भन्दा रियालिटी वाज एकदमै डिफ्रेन्ट, तर रियालिटी इज वे बेटर। अहिले चाहिँ विषय जाँदाखेरि द वे आई गेट टु लर्न सो मेनी थिङ्स। जस्तै कि फर इक्जाम्पल लाइक आइ एम सो ब्याड टकिङ इन फ्रन्ट अफ पिपल। यतिकै वान टु वान कन्भर्सेसन राख्यो भनेपछि आई क्यान टक एकदमै आई क्यान टक रियली वेल, तर social anxiety एकदम धेरै छ। बट स्टिल आइ एम ट्राइङ एन्ड आई गट सिनियर्स हु आर लाइक पुशिङ मी टु ट्राई harder and harder. So for that I'm really grateful. अरू पनि I was अस्तिको my social anxiety is really bad. I'm sorry. भाइलाई एउटा सिम्पल र जेनरल क्वेसन, कुनै पनि कार्यक्रम सञ्चालन गर्नलाई आजको इभेन्टमा 3टा इभेन्ट थिए, तिमी चाहिँ कुनै एउटा प्यानल डिस्कसनको नाम भन्दै अनि 2टा स्पोन्सर्सको नहेरिकन। किनभने हामी कहीँ गयो भने सबै कुरा अब्जर्भ गर्नुपर्छ नि, के टपिकमा कुरा भइरहेछ, के त्यहाँ थियो, को चाहिँ गेस्ट आउनु भएको थियो होइन। अर्को चाहिँ अब तिमी जनकपुरबाट छ होइन, अब तिमीले जनकपुरको बारेमा केही 10वटा लाइक म्याथिलीमा भनिदिनु पर्यो। हमारे घर जनकपुर से, जनकपुर में राजा जनक जी के साम्राज्य, हमारे जनकपुर में जनमल जानकी माता सीता नेपाल के ठुलो मंदिर हो जानकी मंदिर हमारे जनकपुर में है। जनकपुर बोल्स। राजा भगवान राम जी के शादी हमारे जनकपुर मिथिला में भेल है। जनकपुर बोल्स।
Come on. विज्ञान अब तिमीसँग क्वेसन रहेको छ जस्तै अघि मैले विपना बहिनीले सोधेँ नि वुमेन इम्पावरमेन्टको बारेमा र आजभोलिको जुन ट्रेन्ड चलेको छ फेमिनिज्मको नाममा अब लास्टिङ फ्रडहरू भइरहेको हुन्छ। यदि हामीले सोसियल मिडियाकै कुरा गऱ्यो भने चेटहरू हुन्छ, कसैको चेट लिक हुन्छ, के हुन्छ होइन। सो यदि तिमी पनि एउटा केटी भएको भए तिमी फेमिनिज्मलाई सपोर्ट गर्थ्यौ कि के गर्थ्यौ र एज अ फिमेलको पोइन्ट अफ भ्यू पनि र एज अ तिमी केटा होइन एज अ गार्जियन अथवा फिमेल तिम्रो के पोइन्ट अफ भ्यू छ त्यो भन्दै। थ्याङ्क यू क्वेसनको लागि। सुरुमा भन्नुपर्दा चाहिँ फिमेल सबैजना चाहिँ उत्पीडनमा सबैजना हेपिएको हुँदैन। कोही त जस्तै अब हाम्रो राष्ट्रपति योभन्दा अघिल्लो विद्यादेवी भण्डारी हुनुहुन्थ्यो, उहाँ हेपिएर राष्ट्रपति हुनुभएको होइन नि त होइन। उहाँ त आफ्नो मैले देशको लागि गर्छु भनेर जानुभयो नि त। सबै वुमेन मतलब विक हुँदैन, आफ्नो भित्रको मोटिभेसन आफ्नो भित्रको पावरलाई चाहिँ जेनेरेट गरेर होइन यो केटा मान्छेले किन गर्ने म पनि गर्न सक्छु नि त होइन भनेर अगाडि बढ्नको लागि हो ग्रुप चाहिन्छ होइन। सबै वुमेन इम्पावरमेन्ट भनेर अहिले धेरै अब एनजिओहरूबाट धेरै प्रोग्रामहरू आइरहेको हुन्छ। तर त्यसमा अब मेनली सबैले त्यही वुमेन इम्पावरमेन्ट भन्दै कतै त्यहाँ चाहिँ हामी मेलहरू पनि अलिक पछाडिएको हो कि जस्तो भइरहेछ। अघि विपना दिदीको इक्जाम्पल थियो बसवाला, त्यो एकदम सही छ। अनि अर्को एउटा कुरा चाहिँ जस्तै म पढ्न हुँदा चाहिँ होइन अब कोटा हुन्छ, अब फिमेल भएर कोटा डिफ्रेन्ट छ, मेलको लागि कोटा खोइ यस्तो अब भन्ने बेलामा भन्छ मेल र फिमेल बराबर भनेपछि कोटामा किन डिभाइड गरेको हामीलाई भनेपछि त बराबर उसलाई 50% उसलाई 50% हामीले दिनुपर्ने हो कि भन्नको लागि चाहिँ इक्वल अरे। तर अब जेही कुराको लागि जस्तै अब कि आफूलाई राम्रो होस् अब आफूलाई एडभान्टेज हुन्छ त्यस्तो कुरामा चाहिँ फिमेलको लागि चाहिँ कोटा अरे। अब केही कुरामा जस्तै मानौँ कि फिमेललाई ल तिमी नजाऊ हामी जान्छौँ भनेर त्यसमा चाहिँ फिमेललाई हेप्यो अरे। अब ऊ पनि जान सक्छ। अब त्यस्तोमा चाहिँ 50-50 गरेर चाहिँ लानुपर्छ, यो चाहिँ मैले भन्न चाहेँ। अनि मेल चाहिँ मैले के भन्छु भन्दाखेरि त्यो सबै फिमेल चाहिँ एउटै हुँदैन। अब कोहीले चाहिँ मनमा दबाएर राख्छ उसको आफ्नो कुराहरू, अब उसले चाहिँ आफ्नो मनमा नदबाएर आफ्नो अलि नजिकको मान्छेहरूलाई भनेर चाहिँ आफ्नो केही प्रब्लमहरू छ त्यसलाई चाहिँ निकालेर समाधान गर्न सकिन्छ। हामीले तिमीलाई होइन एनपिएसएसको प्रेसिडेन्ट बनायो, तिमीले के गर्छौ जस्तो लाग्छ र अनि हामीले चाहिँ के इम्प्रुभ गर्नुपर्छ जस्तो लाग्छ? थ्याङ्क यू फर द क्वेसन। सबभन्दा सुरुमा कुरा चाहिँ अमित दाईको लागि चाहिँ एकदम ताली बजाइदियो है सब। मैले अब नराम्रो भन्नुपर्दा योभन्दा अगाडिको इभीको अलिअलि कुराहरू सुने, प्रोग्रामहरू भइरह्यो। तर डिडिए एनपिसीको हेड चेयरपर्सनलाई बोलाएर आज यस्तो राम्रो आजको प्यानल डिस्कसन इज वाइल्ड, एकदम दामी प्रतिभा दिदीलाई पनि धेरै धेरै थ्याङ्क यू होइन। अब म नि अब थर्ड इयर जान्छु होइन, पक्कै फेल त हुँदैन होला। थर्ड इयर जान्छु, थर्ड इयरमा गएर त्यो भएपछि 8 वर्षमा दिन पाइन्छ। अनि यदि म अब थर्ड इयरमा गएर यदि म प्रेसिडेन्ट भएँ भने चाहिँ मैले यो लेगेसी छ नि अघि भन्नुभयो नि एनपिएसएसको जुन लेगेसी छ नि त्यो लेगेसीलाई चाहिँ मैले कन्टिन्यू गर्छु। जस्तै मैले त्यो लेगेसीलाई चाहिँ मैले अब आज यो वेलकम प्रोग्राम भयो, फेयरवेल प्रोग्राम भयो, यसमा हामीले जुन गेस्टहरू बोलायौँ एकदम हुन्छ 2-3वटा कमजोरी होला केही कुरामा, हरेक कुरा पर्फेक्ट हुँदैन नि त। आज यो अर्को वर्षको अर्को 2030 इभीको प्रोग्राम अनि आजको प्रोग्रामकोबाट चाहिँ सिकेर मैले मेरो इभीको बेलामा चाहिँ मैले त्यहाँबाट के मिस्टेक भएको थियो 22nd र 23rd इभीमा त्यो चाहिँ मैले 24th इभीमा गराउँदिनँ, त्यो चाहिँ म भन्न चाहन्छु। मिस्टेक आजको 1-2वटा मिस्टेक चाहिँ कस्तो भयो भने मेरो लागि अब सबैको लागि डिफ्रेन्ट हुन्छ। कस्तो थियो भन्दाखेरि गेस्टहरू आएपछि चाहिँ अब त्यो बत्तीवाला थियो नि त्यो त पहिला हामीले रेडी गरेर राख्नु पर्यो नि त, लाइटको खोल्न बाहिर जानुपर्ने त्यो होइन नि त। मेरो क्वेसन छ इफ यु गेट गिभन फुल भन्नाले तिमीलाई फुल अधिकार दिएर तिमीलाई फुल अधिकार दिएर नेपालको प्रथम महिला प्रधानमन्त्री बनाइदियो र तिमीले तिम्रो चाहिँ 2 भवनको सरकार छ, तिमीले जे चाहन्छौ त्यही नियम पारित हुन्छ, त्यसपछि तिमी के नियम लाउँछौ त्यसले गर्दाखेरि वुमेन इम्पावरमेन्ट अझ सशक्त रूपमा बढोस्? थ्याङ्क यू फर द क्वेसन। इफ म चाहिँ दुई बहुमतले चाहिँ महिला प्रधानमन्त्री भयो भने जति पनि महिला र पुरुष दुवैलाई बराबर हुने खालको नियमहरू चाहिँ लागू गर्न चाहन्छु, जसमा चाहिँ महिलाको
लागि बनाएको अधिकारले पुरुषको चाहिँ हिंसा नहोस् र दुवै कुनै इक्वली नै हक हितका लागि हुने गरी म चाहिँ रुल्स बनाउन चाहन्छु। ओके बाई, टेक केयर, गुड नाइट, गुड नाइट। फार्मेसीको सबै राउन्डहरू सकिएको छ। यसको रिजल्ट चाहिँ केही पछि आउँछ। विज्ञान र दिपेशमा एउटा सबै कुरालाई मध्यनजर गर्दै जजहरूले विजेताका रूपमा मिस्टर फार्मेसीको विजेताका रूपमा विज्ञानले चुनेका नाच भाइ। फार्मेसीका लागि कोलाटा विजेता एकचोटि यस लाग्नु कल्पना मिल्ला जस्तो छ त। फार्मेसीका लागि हाम्रो विजेता आउनुहुन्छ कोलाटा। फेरि एकचोटि देख्छु अब धेरै सब्जेक्टमा राखौँ। फ्रान्स भाइले भने जस्तै बिबाना नै आउनुहोस् यहाँ सुन्दै छु होला। विजय गर्दै आउनु भएको छ हाम्रो विजय मल्ललाई। मिस फार्मेसी मिस फार्मेसी मिस फार्मेसी। ल दाइ अब गीत बजाउनु। जान्छ फेरि ताली ताली। तँलाई आएन म बजाउँछु। बजा
Thank you.